नमस्ते, म श्री स्वादिलो परिकारमा यहाँहरूलाई स्वागत गर्दछु। आउनुहोस् आज ड्र्यागन फ्रुट मिल्कसेक तयार गरौँ है त। यो फ्रुट चाहिँ हाम्रो छिमेकी दिजु शोभा दिजुले मलाई दिएको, उहाँको छतमा फलेको रहेछ। हिजो मात्र टिपेको अरे। हेर्नुहोस् त कति फ्रेस छ। बिचरा मलाई माया गर्ने नि त उहाँले। अनि त्यही भएर जे फल्दा पनि उहाँले मलाई यसो दिने हो कि अलिअलि। अनि यो फल पनि मलाई उहाँले हिजो दिएको। अनि मैले यसलाई अब के गरेर खाउँ त भन्ने भयो दिमागमा है। अनि होइन, मैले यसलाई सेक त बनाउनै पर्छ भनेर मैले त्यो सुरु गर्दैछु। त्यसमा पहिला चाहिँ यसलाई काटौँ है। हेर्नुहोस् त कति राम्रो छ है। अब यसलाई चाहिँ नि मसिनो गरेर मिक्सी गर्नुपर्छ। हामीले पहिला मसिनो गरेर काटौँ है। जति सानो टुक्रा बनायो मिक्सरमा त्यति नै राम्रोसँग पिसिन्छ होइन। मैले यतिको बनाएको छु। ल हेर्नुहोस् त। अब यो मसिनो बनाएको ड्र्यागन फ्रुट्स मैले मिक्सरमा राख्दैछु। राम्रोसँग बिस्तारै खसी जान्छ फेरि अतार गर्दाखेरि। खसी पनि गयो एउटा त। त्यो पनि म राख्छु पछि। अब यसमा चाहिँ मैले 2 चम्ची चिनी पनि राखेँ होइन। अब यसमा मैले 1 कप दुध राखेँ। धेरै दुध राख्दाखेरि मिक्सी गर्न गाह्रो हुन्छ। दुध चाहिँ पछि थप्दा हुन्छ। खाने बेलामा ग्लासमा राख्ने बेलामा यतिको भयो होइन। अब यसमा अझै चिल खान मन लाग्यो भने हामीले आइस क्युब राख्दा पनि हुन्छ। तर मैले राखेको छैन यसमा। मैले दुध नै थपेको छु यसमा। हेर्दा पनि राम्रो देखिएको छ है। हेर्नुहोस् न। अब मैले चाहिँ यसमा भेनिला आइसक्रिम मिसाउन गइरहेको छु। मसँग थियो यहाँ होइन। अनि 1-1 चम्ची मैले 2टा गिलासमा आइसक्रिम मिसाएँ। यो हामीले सिधै खाँदा पनि हुन्छ होइन। मैले चाहिँ स्ट्रो राखेँ। स्ट्रोले खाँदा पनि हुन्छ। हेर्नुहोस् त। यो एकदम चिल छ। तपाईहरुलाई कस्तो लाग्यो यो भिडियो कमेन्टमा कमेन्ट गर्न नभुल्नु होला। सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नु होला। थ्यांक यू शोभा दिजु। ल अर्को एपिसोडमा फेरि भेटौँला। त्यतिन्जेलसम्मको लागि मलाई बिदा दिनुहोस्।